बिको चाहिँ पढ्नु पर्दैन बेलुका जहिले खाना कसले पकाउनु लाउँछ यो घर चाहिँ खतरा बनाएको मान्छे आइन भनेको त हाम्रो जहिले खाना कसले पकाउनु लाउँछ जहिले खाना कसले पकाउनु लाउँछ टस दादालाई यो माइली त छिचिङमा त अल्छी रहेछ है यस्तै सुतेर बस्छ जहिले दादाले बनाउँछ खाना जहिले अनि छिचिङमा पकाउँदैन हो अनि दादा पढ्नु पर्दैन भन्छ अनि छिचिङमा के गर्नुपर्छ भात कहिले पकाउँदैन जहिले दादाले पकाउनु पकाएको म आउने बेला पकाएको आमा पढ्नु पर्दैन बेलुका पढ्ने रे बिहान नपढ्ने रे बेलुका धेरै नपढ्ने रे त्यतिकै पास हुन्छ रे होइन पढ्न अल्छी लाग्छ रे भात पकाउँछ रे हो सत्य कुरो हो रे छिटिङमा उठ्नु अल्छी गर्छ रे टसी पढ्नलाई अल्छी गरेर भात पकाउँछु म जाडो हान्छु भन्छ रे त्यही रहेछ सबैजना अल्छी रहेछ एउटा पढ्नु जाँगर नभयो एउटा खाना बनाउनु जाँगर नभयो ल हामी चाहिँ हाम्रो घर जाँदैछौँ माइत घर जाँदैछौँ माइत घरमा पनि कोही पनि छैन हामी जाँदैछौँ केही चोर्नलाई पहिला चाहिँ बस्दा पनि आँट्दैन थियो पहिला चाहिँ त्यो घरमा कोही पनि आँट्दैन थियो अहिले चाहिँ घर खाली छ हेर्नु होला केही पनि छैन खाली छ यहाँ चाहिँ कसको घर बनाएको फेरि यति यो बाटो हिँड्थ्यो कति हिँड्थ्यो हामी है यो बाटो लास्टै हिँड्थ्यो आमा यहाँ त अङ्कल बद्रीको खलक पनि छैन त गल यहाँ पनि बच्चा 5-6 जना हाम्रो पनि यहाँ जन्नै थियो यहाँ कति खेल्थ्यो कति जुत्थ्यो छैन यहाँ गेट चाहिँ हालेको जस्तो सुनसान त्यही भएर त सागर दादा यहाँ बस्नु भनेको त भाडातिर बस्नु भन्दा त घर पनि अलिक सफा हुन्छ टक्क बस्थ्यो पहिला म यो कोठामा बस्थेँ यो कोठामा कति बस्थेँ यहाँ चाहिँ तल बहिनीको घर बनिरहेको छ यहाँ के गरिरहेको छ मुनि यहाँ माथिसम्म आयो भने मात्रै राम्रो हुन्छ यो एक कोठाको 2-3 कोठाको कति कोठाको 1 कोठा 2 कोठा 3 कोठाको मात्र हुने रहेछ यहाँ पनि माथि अलि उठायो भने त ठिकै देखिन्छ हौ घरमा अब कोही पनि बस्दैन हेर नि बिजोक छ छोड्दे कुनी छोड्दै लुगाउनु टाक्छ मान्छे नभएपछि यस्तै हो कि भाडामा दिउँ भने कसले दिन्छ कोही अहिले त यस्तो गति छ भोलिपर्सि के हुने होला भोलिपर्सि के हुन्छ यस्तो छ कोही पनि नबसेर सम्म कोठामा पनि के लगाएर राख्ने क्या चाबी लगाएर राख्नु छ क्या यहाँ चाहिँ अर्कै उठाएछ कस्तो ढुसी गनाउने भएछ है अब झ्यालालाई खुल्ला राखौँ भने पनि नहुने माइली आएर बसिनु हुन्छ यहाँ पहिला चाहिँ यस्तो खाली भयो ल आएर बस्नु पनि सुहाउँथे है माथि बनाइसकेपछि त के आउँथ्यो यस्तो छ है अलिकति ढुसिकन हुने रहेछ यो कोठामा पनि कोही छैन कोही पनि छैन यहाँबाट सिरक एउटा झिकेर लानुपर्ने छ मैले राति जाडो पो हुने त्यो फाइबरको सिरक झिकेर लानुपर्ने चाहिँ गरौँ हुँदैछ कि मलाई त आमा माथि सिरक त ओड्नै नसक्ने छ गाह्रो न सबैको कोठामा त किन त्यो नलराखेको यहाँ चाहिँ भाउजूहरूको कोठा चाबी पनि लगाएर चाहिँ अब कोही बस्दैन के चाबी लाउनु भाउ छमहरू कोठा चाहिँ गनाएन चाहिँ ढुसी यतापट्टि त झ्याल खुला राखेन के हुँदैन नि आमामा फोटोहरू हेर्ने यस्तो राम्रो घर छ अब के गर्नु मान्छे छैन
मान्छे छैन गाह्रो छ कस्तो राम्रो राम्रो फुल राखेको छ यहाँ सजाएर उता अर्काको देशतिर कस्तो थोत्रो रुममा बस्नुपर्छ लामो आमाले चाहिँ म 5 किनौँ क्या भनेको यहाँ छ त भन्दै थियो यहाँबाट एउटा ल्याइदिनु पर्थ्यो यो रुम चाहिँ गनाएको छैन ओके साथीहरू फेरि भेटौँ ल यहाँ कति न साग रोपेको छ अरे साग चाहिँ यसरी रोपेको राखेको छ तर राम्रो फलेछ यहाँ चाहिँ यता छैन ओ अङ्कल नमस्ते के गर्दै हुनुहुन्छ आरामै हुन्छ त्यही भयो 4-5 दिन अनि देखेर छु यहाँ त अङ्कल त्यही त नि चक्लेट पुऱ्याउनु आउँछ एउटा यहाँ एउटा चक्लेट छ के हुनु भयो 3 वर्ष जति बस्यो नि खोइ गर्न केही सकेको छैन के हुनु भएको अङ्कल छैन ज्वाइँ त अब कहिले थाहै छैन ज्वाइँ त कहिले यहाँ घरमा कति लुगा धुन्थे कति सुगाउँथे हेलो गाइज यहाँ चाहिँ खोर्सानी फलेछ यो खोर्सानी चाहिँ टिपेर मै खान्छु यो खोर्सानी चाहिँ भरे खानुपर्छ मैले अरूले खाए पनि नखाए पनि काम गर्ने कालु मकै खाने भालु भने जस्तो यो म खाने हो खोर्सानी त्यही हो थुप्रै भइसक्यो अब यहाँ नआएको नि अब 3 वर्ष जति भइसक्यो नि त यस्तो छ हौ गाईचरा हाम्रो टोलहरू यस्तो छ पक्ने क्यामेरा यही हो गाउँ चाहिँ चौतारा गालीसर नलपुर चोक छेउमा यत्रो घर बनाइसकेको छ यार कविताले खतरा बनाएछ 1 तला 2 3 4 तला रहेछ है मैले यस्तो बाटो मुनितिर चाहिँ खेरै जान्छ के यो बोकडे कस्तो मिठो छ नि कसलाई माग्नु यो भोकडे राम्रो छ मैले भोकडे यो चाहिँ बहिनीको घर हो तर मुन्नी जान्छु म कस्तो रहेछ हेरौँ कडा म्याउ त्यहाँ त्यो राम्रै छैन है हामीले यहाँबाट कति अम्ब तानेर खान्थ्यो छोडेर करेन्ट म्याउ बत्ती त काटिहाल्यो नि बत्ती पानी सब बन्द गरेर पानी मात्रै तिरेको छ म मान्छे नभए पनि पानी चाहिँ तिरेको छु ल्याम्रो वे टिभी हुन्छ 2 मुठा टिप्न आनीलाई 1 मुठा हामीलाई 1 मुठा आउँछै आउँदैन यसले चाहिँ यहाँ साग टिप्दैछ अघि साथीहरू हामी फेरि साग टिप्छौँ आमा किन किनेको यति धेरै माला हो कसले बनाएको हो यस्तो किनेर ल्यायो अनि यस्तो काटेर कसरी बनाएको त आमा खतरा बनाएछ त नि कम त छ त्यहाँ माला त आमा कस्तो राम्रो बनाएको हेर त यसमा त मैले कति राम्रो बनाएको हेर त यस्तो माला बनाएको कति पाउँछ यस्तो बनाएको पैसा चाहिँ तिहारमा लगाइदिनुपर्छ के हो विकास दाइहरूलाई सबैलाई विकास दाइ कृष्ण दाइ अनुजलाई सबैलाई म त यत्रो माला किन यहाँ ल्याइरहेको छ भनेको त यस्तोले पो बनाएको रहेछ नि मान्छे गयो हामीलाई सिप छैन शिव बाबु बनाउनु हुन्थ्यो अस्ति पायो भने होइन ताङ खर्चेन यहाँ बदलु यहाँ कि ल खाने एक्जाम दि ज्यान त्यस्तो त 3-4 वटा बनाउनु 3-4 वटा खतरा बनाएछ यार कहिले हो यो चाहिँ के नक्कली हो कि हो आमा फोटो चाहिँ किन भुइँमा राखेको त नि यस्तोमा के भइसकेछ यति थियो गाई तर आमा तरुनीमा बाउ त्यस्तो थियो अहिले चाहिँ फोटो के गरेर राखेको छ के गर्दैछ यसले यहाँ रहेछ कुर्ता र बोगा यहाँ चाहिँ घरमा यहाँ पनि कोही बस्दैन घर खाली नै छ यहाँ चाहिँ बस्छ होला दाइ बाउजू यहाँ पनि के हो यस्तो हेर्नु न कोही बस्दैन दरसर मात्रै छ यो त मैले किनेको दरस रहेछ हौ त्यत्रो पैसा नभए किनेको दरस है
छिरै गयो कामै नलाग्ने पैसा भइ नभइकन किनेर राखेको तरसहरू सबै कुहिसक्यो यस्तो नचाहिने कुराहरू त जोड्नु नै होइन रहेछ कि खासमा भन्नुपर्दाखेरि चाहिँ यो चाहिँ बहिनीले यत्रो दुःख गरेर बनाए अहिले चाहिँ ऊ आफै छैन के गर्नु गाह्रो छ जिन्दगी चाबी लगाएर चाहिँ खोलेर हेरौँ भने पनि चाबी लगाएर रहेछ पछि कुनै दिन हेरौँला गेट पनि लगाएको छैन त्यो गेट लगाएर आउँथ्यो नि गेट लगाएको छैन उसले यस्तो राम्रो फुलहरू यस्तो यस्तो खतरा रोपेको थियो झ्याल चाहिँ खुलै राखेको छ घर त बनायो मान्छेले के गर्नु मान्छे पनि छैन यो चाहिँ सोच्ने आमा घर त्यही हो साथीहरू ओके अब चाहिँ हामी जङ्गबीको घरमा जाँदैछु यहाँ बसेर हेर्दैछु मैले सङ्घ्याहरू गाउँमा गएको भएर नि स्कुल हो रहेनछ यहाँ मैले किनेको दरस यहीँ कुहिसकेछ पैसा मात्रै खेर यस्तो दरस खाट भनेको जोड्ने नै होइन रहेछ क्या खासमा बुझ्नु पर्दाखेरि चाहिँ ल दम दम बोगडी लिन जाने हो माथि बोगडे गर्दैन होस् म लिएर आउँछु यो माइलीले कानै सुन्दैन हौ यहाँ आई तरबार खाने आइले नि खाएर गर्नुपर्छ नि त्यो कस्तो मान्छे यार हजुरआमाको घरमा आएको चाबी लगाएर कहाँ गयो कि यो जग्गा पनि बेच्छु भन्छ अरे यो घर चाहिँ खतरा बनाएको छ देउस त्यसलाई चाहिँ दारा गुड्ने बिट भन्छ यहाँबाट पनि हिमाल देखिँदैछ हौ त्यही त नि ओके फोन गरेर हेरेँ एकछिन कुरौँ पाएन भने अब फेरि घर जानुपर्छ मान्छे आएन हामी यहाँ कुरेर बस्यो 1 घन्टा जति आएन नम्बर पनि रहेनछ माइलसँग अब हामी चाहिँ फेरि कहिले आउँछ हामी थाहा छैन यदि त्यतै आउनुभयो भने त्यतै दिउँ ल होइन ल जाउँ मैले ओके साथीहरू अब हामी फर्केको 1 घन्टा जति बस्यो आउनु भएन नम्बर पनि छैन त्यही भएर ल त साथीहरू यस्तै हो घरमा पनि कोही पनि बसिँदैन एकजना पनि छैन घरमा सबैजना हिँडिहाल्छ पछि घरमा पनि के गरेर बस्दैन दिक्क लाग्छ त्यही हो ओके साथीहरू फेरि भेटौँ ल मान्छेहरू कहाँ गयो भनेको यो मेला हेर्न आएको छ अरे अब यहाँ हेर्नु जाउँ कहाँ गएछ भनेको त हाम्रो बोलाएर नाग्दैन यहाँ बोलाएछ यहाँ चक्लेट पनि दिन्छ नानीहरू चाहिँ यता कता छ अरे त्यही हो अब भोइस सुन्दैन मैले हाँसिरहेछ त्यही हो साथीहरू फेरि भेटौँ ल टिभीको उमेरमा त हामीले सक्दैनौँ 80 वर्ष भनेको हो हामी त 40-50 वर्षमै चोइट होला जस्तो यहाँ चाहिँ कार्यक्रम अहिले त चल्छ त्यही अहिलेसम्म खाएको छैन है ट्राई गरेर खाऊ चिकन डायमन्ड हो के खिटी छ है त्यो हो मलाई त पिटीकै मन पर्दैन त्यो त म पनि खाएको छैन खाऊ न खाऊ होइन खतरा डायमन्डमा त हड्डी त हुन्न पर्यो त्यो डायमन्ड होइन कुरकुराहरू रहेछ चिकन डायमन्ड मान्छेले खतरा खान्छ यार होइन यो हामी तौमा खान्छ गाइडहरू तौमा खाने आउनु होला खतरा रहेछ कडा रन्छन्छ कडा रहेछ लास्टै दामी रहेछ होइन ल त ल कडा खाऊ न खाऊ